फाइनल्ली है गाइजहरू म चाहिँ मालदिप्स आएको पहिलोचोटि यता म आज घुम्न आएको म घुम्न आएको ठाउँ चाहिँ खासमा भन्नुपर्दाखेरि चाहिँ हुलुमालेको यो जुन बोट चढ्ने ठाउँतिर छु है यता हामी आज साथीहरू म किनकि म एक्लै आएको होइन साथीहरू छन् हाई छोटु सफागता सबै साथीहरू आछन् यहाँ गाइजहरू हेलो विकास गुरु यता दिपक दाई भाइ यता हेर टक्क हामी चाहिँ है आज फाइनल्ली घुम्न आइदिएको सबै साथीभाइ दाजुभाइ मिलेर के गर्नु है परदेशको ठाउँमा अब यस्तै गरी मन भुल्याएर बस्नु पर्दो रहेछ खासमा है के गर्नु अब टाइम पास गर्न पनि यसो टाइम पास भन्दा पनि परदेशको ठाउँमा कहिले कहिले अब यसरी नै घुमेर यस्तै मनोरञ्जन हेरेर चाहिँ अब गरेर साथीभाइ मिलेर घुमेर चाहिँ अब परदेशको ठाउँमा बस्नुपर्ने रहेछ हैन गाइजहरू तपाईलाई चाहिँ अब खासमा अब यही हामी चाहिँ खासमा अब त्यति राम्रो त होइन खासै ब्रिजहरू भएको कारणले गर्दाखेरि चाहिँ हामी यहाँ फोटो खिच्न भनेर आछौँ है म चाहिँ अब हामी चाहिँ मालेबाट आएको हो हुलुमाले अलि रात पर्न लागेको हुनाले अलि खासै राम्रो कि धेरै राति नै भएको भए हुन्थ्यो मौसम पनि त्यति आज अलिक क्लियर छैन बादल आकाशतिर मडारिरहेको छ है ठिकै चल्ता है हम टक्क लाएर हामी 7-8 जना 8-9 जना आएको हो खासमा 2-3 जना चाहिँ टोलीहरू उतैतिर बाथरुम साथरुम टोइलेट सइलेट जान भनेर चाहिँ उतैतिर बस्नु भएको कारणले गर्दाखेरि हामी अलिकति 2-3 वटा साथीहरूलाई चाहिँ छुटायौँ है परदेशी भूमि के गर्ने हजुर यस्तै हो अब है